टक्कसँगले हामी चाहिँ आज चाहिँ एयरपोर्टसम्मको यात्रा अनि हाम्रो दाइ चाहिँ वैदेशिक यात्रा जे होस् होइन नेपालमा अब रोजगार छैन त्यही त हो अनि हाम्रो बालन सरकारले खोइ अब रोजगार दिन्छु भन्थ्यो जितेपछि 100 दिन नागिसक्यो खोइ छैन हामी युवालाई दिनको दिन यसरी विदेश पलायन हुनु परिरहेछ नेपाली जनताहरू टक्कसँगले यस्तै हो कहिले हो के भन्न चाहनुहुन्छ दाइ टक्कसँगले अब म चाहिँ के भने है अब है यहाँ पनि अब सम्भावना थुप्रै छ क्या गर्नेहरूको लागि नि नेपालमा सम्भावना धेरै छ हजुर अब कोसिस गरेर पनि हजुर असफल भएपछि चाहिँ असफलता मिलेपछि चाहिँ यसरी चाहिँ अब होइन विकल्प रोजेको हो खासमा होइन नत्र भने यहाँ सम्भावना यथा धेरै छ क्या है धेरै राम्रो सम्भावना बोकेको देश हो त्यो हुँदाहुँदै पनि अब असफल भएपछि अलिकति विकल्प रोज्नै पर्ने हुन्छ त्यो हिसाबले पनि विकल्प रोजेर अब आज जाँदैछु हेरौँ राम्रो हुन्छ भन्ने आशमा है आश बोकेर जाँदैछु जोस् राम्रो होस् दाइको होइन आउने दिनहरू राम्रोसँग चलोस् अब वैदेशिक यात्रा भइसकेपछि जोसुकै गइसकेपछि कमाउनको लागि चाहिन्छ राम्रो कमाइ होस् त्यही भन्न चाहन्छु ह्याप्पी जर्नी राम्रोसँग जानु होला ल भाइ राजालाई थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच अब फेरि अहिले सँगसँगै यसरी हिँड्न पाइरहेको छ एयरपोर्टसम्म भए पनि एकदमै खुसी मिलिरहेको छ यो साथको लागि पनि हाम्रो अर्जुनलाई विकास भाइलाई रेडी ब्रो छ थ्याङ्क यू सो मच है एकदमै सबै यो खुसी चाहिँ पाउन सकौँ त्यही छ केही छैन अब हेलो हाम्रो पनि केही दिनको लागि मात्र बसाइ अब हामी पनि जानै पर्छ म यहाँ साथीहरू घुम्न लागेँ केही छैन अब यतिसम्म नै अहिलेको भिडियो चाहिँ अहिले एयरपोर्टमा गएर छोटो